घाममा त सिसा पनि टल्किन्छ, तर अन्धकारमा पनि टल्किनलाई चम्किनलाई चाहिँ हिरा नै हुनुपर्छ। सुखमा हामीसँग हुँदा, सम्पन्नतामा त धेरैजना मित्रताको हात गाँस्नको निम्ति आउँछन्, तर दुःख पर्दा जो हाम्रो साथमा हुन्छ ऊ नै असल मित्र हो। अथवा दुःखमा हाम्रो साथमा हुने त बिरलै पाइएला। हामीले पनि कसैलाई साथ दिने भनेको दुःखमा नै हो, समस्या पर्दा नै हो। कतिले हामीलाई सम्झिन्छन्, खोज्छन्, अनि धेरैपल्ट हामीलाई लाग्न पनि सक्छ उसलाई केही समस्या पर्यो र मेरो खोजी गरो, अथवा जब उसलाई समस्या आउँछ तब म नै चाहिन्छ भन्ने खालको पनि धेरैपल्ट हामीलाई लाग्न सक्छ। तर दुःखमा नै साथीको खाँचो पर्ने हो, समस्याहरूमा नै मित्रताको याद आउने हो। बरु प्रसन्न हुनुहोस्, जब उनीहरूको दुःखमा, समस्यामा तपाईँसँग सहारा, मद्दत माग्छन्, तपाईँको खोजी गर्छन्, तपाईँ खुसी हुन आवश्यक छ, प्रसन्न हुन आवश्यक छ, किनभने तपाईँलाई कसैले आफ्नो मित्र ठानिरहेको छ।